से फ्रुटी हान्दिन लागिसक्यौँ सो वेलकम बैक टू माई यूट्यूब च्यानल। आज चाहिँ च्यानल चाहिँ अलग्गै किसिमका अलग्गै टाइपको आउने जा रहा है। कुशलका के टाइपको कुशलको भने अनि सर्ट लाँदा चाहिँ हामी चाहिँ लङ टुर गएर यस्तै केटाहरू चाहिँ यति छन्। ओफोम डलर छ नि त्यहीमा डलर फोन छ अहिले फुट्छ सर्ट लाएर केटा हुन्छ आउँदै होइन एउटा तस्ती चाहिँ आउँदैछ आएको नको फेरि ल म फेरि कस्तो हुन्छ त्यस्तो छ कि यस्तो अब मैले मजा लाउँदै म त फेरि घाम हुन्छ नि त त्यही भएर होइन चाय लाएको छु बेस्ट लाएको छु अनि भित्र फेरि एक जोड कपडा सुरुवाल र ट्राउजर ट्राउजर र ज्याकेट छ केटाहरू पनि त्यही छ अनि त्यही नै अब हामी सबै गीत कम गर न अब कपी लाग्छ यार अनि हामीले सर्ट जाँदैछौँ होइन पैसा मेरो भाइहरू छन् होइन भाइहरू लान्छु त्यो गरेर वाट्सएप तेरो सम्पत्ति उसको बर्थडे यार आज बर्थडे बोय कहिले दिने होला मैले कहिले छोडेको थिएँ अस्ति छोडेको थिएँ होइन कोटा जाने अनि त्यही नै अब सर्ट लाएर हिँड्न पर्ने हुन्छ मेरो यो अरे रमेश अङ्कलले त युबाट फेसबाट पैसा कमाउनु जोडिदिन्छ आइसक्यो देखाउनु त त्यो स्टार ल केटाहरू अब चाहिँ जानुपर्ने हुन्छ अब काम पनि धेरै छ माथितिर कता हुन्छ अब चलिदिनु पऱ्यो नि त होइन मुक्चोर आइसकेको छ मुक्चोर फुपारी हो यो परा जस्तो बात छैन मलाई गाडी बाइकहरू चलाउँदा यो राम्रो लाग्छ बाटो उति आएको थियो त्यहाँबाट सट्ट खस्ने नि तल पानी भन्न नि पाइन्न पानी त छ पानी भन्नु पाइन्न अनि यहाँ जाँदै हामी चाहिँ खोलै खोल घाम हुन्छ नि त्यही भएर खोलै खोल्नु केटाहरू चाहिँ त्यहाँ केटाहरू चाहिँ आउँदैन अब पानी उके अहिले माथि गएर खोज्नु नि त ल त्यही नै हामी चाहिँ सर्ट लाएर हिँड्नु पर्ने छ पुरै काम भयो भित्र चलिदिनु पर्छ होला फ्रुटी हान्दिन लागिसक्यौँ ल दिनुहुन्छ कि बोतल भर न पास गर्न 35 भन्ला नि यस बोतल पानी भर्दैन सबको पिरो गाडीबाट हेर्ने हो नि गाडीबाट कति बजी आउँछ भाइ गाडीबाट बढिन्छ हामीले माथितिर 12 बजी आइसक्यौँ ससुरालतिर भाइको ससुरालतिर होइन यो त पुग्छ 12 बजी माथि जानुपर्ने हुन्छ भनेर ल्याए मासाले पेलिसक्यो फुलुक्क भइसक्यो त्यस्तै छ नि त्यो सेतो त्यही हो
हिमालय चाहिँ आउँदैन फर्केमा उल्टो बाटो फर्किजा यही बाटो यही बाटो पैसा बेला बस्दै थिएन न अब घर चाहिँदैन गाजा मलाई चाहिँदैन भएँ तिमीसँग हिँड्नु म पुगिन्छ 1 घन्टा लाग्छ अटो लाएर यता स्ट्यान्डबाट मतलब म तुर्नु भने म गराउँछु त्यही हो अब यतिर आएछ अब माथि जाने कुरो छ चाहिँ भोलिको भिडियो खतरा हुनेवाला छ यो भिडियो हेरेपछि भोलिको बिहान अर्को भिडियो हेर्नु नबिर्सिनु होला भोबाल हुन्छ न ल जानु पऱ्यो नि त पर ससुरालतिर सर्ट आइदिइसकेको छन् केटाहरू कोही छन् अस्ति मैले बाइक हेतिर राखेँ पर हेरिरहनु भयो मलाई अब हिँडेर राखेँ क्या मैले बाइकमा अस्ति त टिलिक लगेन कडा हिँडेर राखेँ अस्ति बाइकमा खै म दिन्छु है गरुर दिन्छन् खुट्टा मैना हातमा न त नमस्ते सन्जय हुन्छ सन्जय नमस्ते आमा कहाँ जानु भयो त बुवा नमस्ते आमा ल A few moments later. खान्छ न यता गएर सोल्टी चाहिँ यता हुनुहुन्छ ढाडु चाहिँ यता हो जानुपर्ने हुन्छ यहाँदेखि नभन्ने जति भन्नु भन्नै छैन अहिले हाम्रो टुर कहाँ हुन्छ अब त्यहाँसम्म जानु पऱ्यो त्यही नै अब कतिमा बसिन्छ त्यो भन्ने थाहा छैन हामीलाई हेयो जानियो अब जानियो डोल केटी भगाउनु जानियो ल केटा दौड नथाक्नु यसरी रा अहिले बनिन र सर हाल खबर स्थिति के छ स्थिति त तिमी सर बाटी लाग्छ नि हजुर बाटो त अँधेर गरे होला नि हजुर गालो देखा था न्यू दिल्लीको यो मेहनत हेर मेहनत यो हो कि मेहनत सर मेहनत भने यस्तो हुनुपर्छ कस्तो मेहनत यो हो क्या गाउँ कहाँ हामी यहाँ छोडिदिने नि दिनबाट त्यही बाटो फर्किनु होला अब मोटर बाटो जाने अरे मोटर बाटो जानु त लाग्छ टन्ने समय यहाँबाट 1 घन्टा बासी डाँडा त त्यहाँदेखि 1 घन्टा कि आधी घन्टा अब माथि गएर सोध्ने अरे माथि गएर सोधिदियो मेहनत छोडेको छैन खुट्टा यहाँ केटाहरू छन् पछि त्यही हजुर ए 15 मिनटमा नानीहरू पो तल खोलादेखि यहाँ 15 मिनटमा आइयो पैसिना हिँडिन्छ अझै एनर्जी छ
देखान पछि न यहाँ गयो स्वर्गदारी केटा स्वर्गदारी स्वर्गदारी आउन सजिलो छ यस्तो मेहनत गर्नुपर्छ रातारात त्यो मदन या राम्रो छ ब्युटिफुल कन्ट्री नेपाल जङ्गल देखाएंगे हम नेक्स्ट भिडियोमा खतरा हुन्छ अर्को भिडियो चाहिँ हेर्न नबिर्सिनु होला यही हो मेहनत कति 3 घन्टा तल अब नै 3 घन्टा 6 घन्टा 7 घन्टा 8 घन्टाको बाटो सक्दैन एक छिटा बाटो दाउचोको भरमा फ्रुटको भरमा पानीको भरमा उकालो खेर जङ्गलको बाटो पता नहोला माया खुदी मिहिनेत गर्नुपर्छ बाघ भालु आए पनि पेलाइ हुन्छ फेरि हाम्रो ल अब जुन रात पनि बबाल लाग्यो के भयो फेरि के भयो पैसा त आएन आएन नि हिजो इन्डिया आउने आज पेलाइ हुने तँलाई जान्छ जान्छु 300 रुपियाँ गइस नि खा आफ्नै तँलाई बाहुले खानु ल माथि गएर भेटौँ सक्दैन म ल गाई चाहिँ मात्र यहाँ के भन्छ रे गाउँलाई भण्डारा आइसक्यो भण्डारा आयो भण्डारा आइसकेको यस्तो छन् यहाँ बसेर अब चाउचु के भन्छ चाउमिन साउमिन अब के भन्छ त्यही खाइदिनु अब त्यहाँ पनि चल्दिनु कोइडा लाएर मोर लगाइसक्यो यतापट्टि बस्दै हामी त्यहाँसम्म खाएर जाने हुन्छ कि मेलातिर अब बस्ने हुन्छ अनि बसेर हेरौँ न अब उता गयो भने हेरौँ न त्यही नै अब खानासाना खाइदिनु पऱ्यो सुकाइ हामी चाहिँ अब खानासाना खाएर पनि आइसकेको छौँ तल न खाना खाएपछि बस्यौँ हामी बस्दा बस्दा खाना खाँदा टाइम भइसक्यो 11 बजिसक्यो टाइम पनि देखाइदिनु 12 बजेको नि त खै टाइम चाहिँ कुनै टाइम थियो यो वाला हो नेपाली हो 11:47 कि यहाँबाट यस्तो ताने 11:47 कि 43 टाइम पनि बस्छ 11:43 12 बज्न लागिसकेको छ होइन हामी चाहिँ 2-3-4 ठाउँमा बस्यौँ होइन तल बस्यौँ माथि बस्यौँ उता बस्यौँ 3-4 ठाउँमा बस्यौँ हामीले चाहिँ टाइम त्यही बसेर अब खानामा वेस्ट गरिदिउँ कि त्यही भएर टाइम पनि बसिसकेको हाम्रो खानामै टाइम वेस्ट धेरै भइसकेको छ अब हामी चाहिँ फाइनल डिसिजनमा आज पुगेर उहीँ बस्ने अनि भोलि बिहान चाहिँ खतरा कन्टेन्टसँग आउने भन्ने सोच्छ त्यसैले अब त आमा घर पनि बसेर खानासाना खाइसक्यौँ अनि अब चाहिँ जानुपर्ने चाहिँ बाटो केही छैन यस्तो कस्तो छ गाउँसँग केटाहरू चाहिँ यता पुरै निद्रामा है सबै सब त्यही निद्राको थालमा के पुग्यो साँझ 3 बजी नि बस्दा उ गर्दा गएर 3 बज्यो अहिले 12 बज्न सोध्नु 1-2 बजी अझ 1 घन्टा 2 घन्टाको बाटो छ हामी फाइनल डिसिजनमा पुग्नलाई रुम जुन पाइन्न हामी थाहा छैन रुम पाउँछौँ या पाउँदैनौँ हामीलाई पनि थाहा छैन कस्तो हालतमा सुत्छौँ हामीलाई त्यो केही थाहा छैन हामी जे हालतमा सुत्छौँ मान्ने गर्नु ल यहाँ चाहिँ हामी भन्नुभएको थियो आमाले अलिपुर त्यहाँ पर बस्नु भोलि बिहान जानु हामी होइन हामी जान्छौँ आज भनेर हामी चाहिँ केटा जोसिसक्यो मेला पनि लाग्छ भनेर सुन्थ्यो मेलालाई रमझम गरौँ ल भिडियोमा देखाउँछु होइन म चाहिँ सुत्दिउँला त्यही नै हो ल अहिले पार्टीमा पनि अब हिँड्नुपर्ने हुन्छ राम्रोसँग ल उतै टाइपमा गएर उतै गएर भेटौँला नि त होइन त्यही नै हो फाइनली हामी चाहिँ धरमा आइसकेको छौँ त्यो लाइट बोले ठाउँबाट चाहिँ माथि जान्छ रात चाहिँ जानुपर्दैन भोलि
बिहान नदी जानु पाइन्छ फाइनली हामी चाहिँ आइसकेको छौँ तरम्बानी अब फाइनली केटाहरू चाहिँ अब तल बसेन अब यतातिर बस्नु मलाई बाहिर गर्छौँ कोही ठाउँ छैन नाचन गर्ने पनि अब यहीँ बसेर चित्त बुझाउँछौँ आएको ठाउँमा बसेर त्यही 1-2 घन्टा चित्त बुझाउँछौँ अहिले चाहिँ 2 बजिसकेको छ 3, 4, 5 3 घन्टा जति हामी यहाँ बस्छौँ यहाँ कुरा गर्दै बस्छौँ मौसम चाहिँ यस्तो छ त्यससँग चाहिँ यस्तो कि लाइट निभाइन्छ यस्तो छ कि पारिने पुरै लाइट छ झिलिमिली यस्तो छ जुनले याद छ यो आफ्टर कस्तो लाग्यो भिडियो के कस्तो लाग्यो सुझाव दिनुलाई अब नेक्स्ट भिडियोको नेक्स्ट डे होइन अब फेरि अर्को भिडियोमा मिलाउँला त्यही भएर आइएफ इन्जोय बनाएपछि इन्जोय गरेर हेरिदिनु होला अब चाहिँ अर्को भिडियो चाहिँ बबाल हुन्छ अहिले म बाबा जान्छु हस्त जय नेपाल।